हेलो सबैजनालाई वेलकम छ भोटे ब्लग्समा। मैले ब्लग बनाएको यो फर्स्ट टाइम हो। मेरो बोलीहरू केही अशुद्ध हुन सक्छ, त्यसको लागि माफी क्षमा चाहन्छु। अहिलेसम्म मैले ब्लग बनाएको छैन, त्यसैले आज फर्स्ट टाइम ब्लग बनाउँदैछु। त्यसले आजको गन्तव्य भनेको हाम्रो माथि डाब ड्यामसम्मको छ। हामी त्यहाँसम्म पुगेर फर्किनेछौँ। त्यसैले आज हामी यता सुन्दरी जलबाट हिँड्दै हाइकिङ गर्दैछौँ माथि। त्यसै गरी धेरैजना छ यहाँ, धेरै जसो स्टुडेन्टहरू रहेछ। हामी पनि घुम्दैछौँ र त्यता बाँदर पनि देखिरहनुहुन्छ। सो एकजनाको चाउचाउ खोसिरहेको थियो। यसरी नै हामी अब गन्तव्यसम्म पुग्नको लागि हिँडिरहनेछौँ। अहिले मौसम चाहिँ भन्नुपर्दा राम्रै छ, घाम लागिरहेछ, तर मौसमको पर हुँदैन। भरेसम्ममा पानी पनि पर्न सकिन्छ। त्यसैले सामानहरू सबै बोकेर आइसकेका छौँ। हामीले छाता, खानेकुराहरू सबै बोकेर ल्याइसक्यौँ। अब हामीले एक तल अघि टिकट काटेको थियो। टिकट एकजनाको पर 100 रुपियाँ रहेछ। त्यसैले यहाँ माथि पनि अर्को आर्मी क्याम्प रहेछ, चेकिङ हुन्छ। सो जाँदैछौँ। अर्को एउटा बाँदर रहेछ यता। अब चेकिङ भइसक्यो सबै। अब त्यो चेकिङमा चाहिँ स्पिकर जस्तै चक्कु चिजहरू, यता उदी लाइटरहरू लान नमिल्दो रहेछ त्यहाँ। त्यसैले अब हामी अर्को यता उकालो आइसक्यौँ। उकालो चढ्दै जान्छौँ र यहाँ धेरै स्टुडेन्टहरू छन्। त्यसै गरी हेरिरहँदा तपाईँहरूले पनि सब्सक्राइब गर्न नभुल्नु होला, साथ सपोर्ट दिइराख्नु होला। अब हामी हिँडिरहन्छौँ। हामी चाहिँ यता श्री सुन्दरी माई मन्दिर प्रवेशद्वार पुगिसकेका छौँ। डिजाइन पनि यताबाट होला सायद। धेरैजना हुनुहुन्छ यता। हिली पनि उडिरहेछ अहिले। हामी यता ड्याम, अर्को ड्याम आइसकेका छौँ, सानो ड्याम। यहाँ पनि ठुलो ड्याम रहेछ। यहाँबाट सिधै उकालो छ कि अर्को। यहाँबाट चाहिँ सुन्दर भ्यू देखिरहेछ केटिएमको। यतिको छ सो बादलहरू गरी बसिरहेछौँ। त्यस्तै छ। सो हामी अब बिस्तारै पुग्नेछौँ गन्तव्यसम्म। हामी चाहिँ यता अब सर्टकट बाटो हिँड्दैछौँ। सो 2-4 जना यता अर्को साथीहरू पनि छ, पछाडितिर कराउँदैछु। अझै पनि यो सर्टकट बाटो जङ्गल जानुपर्छ। पानी पर्न आइसक्यो। सो आजको दिन धेरै बिजोग होला जस्तो छ। अझै पनि के गर्नु जस्तो लाग्छ मलाई माथि गन्तव्यसम्म पुग्नलाई।
यहाँ साथीहरू सबैजना आइसकेका छ। सबैजना खुसी गर्दैछ। 20 मिनट मात्रै लाग्छ। यता दुईजना चाहिँ पिङ खेलिरहेछ, रमाइलो गर्दैछन्। एकदम उनीहरूले एक्साइटेड भएर रमाइलो गर्दैछन्। यी साथीहरू चाहिँ मैले तल आउँदै गर्दा बाटोमा भेटेको थियो र एकदम मनमिल्दो साथीहरू फ्रेन्डसिप गर्न पाएँ मैले। सो अब हामी चाहिँ आइपुगिसक्यो। यता देखिरहनु भएको छ, योभन्दा माथि छ। अब राम्रो भ्यू देखाउने छु म। हेर्न सक्नुहुन्छ हजुरहरूले डाब ड्याम एकदम सुन्दर रमाइलो छ। त्यस्तै गरी हरियाली वन जङ्गल। अब हामी सबैजना खाजा खाइरहेछौँ। जब हामी यता पुग्ने साथ एकदम ठुलो पानी पर्यो, त्यसैले हामी यता सानो छाप्रोमा बसेर खाजा खाँदैछौँ। रमाइलो छ, सबैजना एकदम खुसी गर्दैछन्, रमाइलो गर्दैछन्। अहिले पानी धेरै अघिसम्म ठुलो परिरहेको थियो पानी, अहिले चाहिँ सानो ठिक्कको परिरहेछ। तर पनि यति राम्रो सुन्दर ठाउँ हेर्नलाई आएको। सानै पानी परे पनि ठुलै पानी परे पनि हामी ठाउँ हेर्ने नै छौँ। जसरी पनि हजुरहरूलाई पनि देखाउने नै छौँ। हजुरहरू देख्न सक्नुहुन्छ यति सुन्दर ठाउँ छ, सुन्दर वातावरण, यस्तो रमाइलो ठाउँ, यति राम्रो पोखरी, डाब ड्याम। सो यहाँसम्म पुग्नलाई त्यही 4 घन्टा जति लाग्यो होला। पानी पर्यो, सो अब बिस्तारै फर्कियौँ ला हामी। यस्तै हो, सबैजना त्यता हुनुहुन्छ। अब हामी चाहिँ फर्किँदैछौँ। अब यताबाट फर्केर उताबाट घुम्दै हामी अघिकै बाटो चाहिँ फर्किन्न। सो अहिले चाहिँ अघि हामी सर्टकट बाटो आएको। अब हामी यता रोटी रोड जानेछौँ। त्यसैले सबैजना छाता। हेलो गाइजहरू, सुन्दर देखिरहेछ यहाँ पोखरी। सुन्दर, एकदम सुन्दर देखिरहेछ। यहाँ एउटा सुन्दरी छन्, सुन्दरी परी। हामी अघि त्यहाँबाट आयौँ। यति राम्रो छ, हुस्सु लागेर राम्रो पोखरी ताल ड्याम देखिरहेछ। त्यसैले अब चाहिँ हामी फर्किसक्यौँ। यहाँबाट यति राम्रो सुन्दर देखिरहेछ। अब चाहिँ साँझ भइसकेको छ। त्यसैले आजको ब्लग चाहिँ यति नै यहाँसम्मै टुङ्गाउन चाहन्छु। मेरो मोबाइलमा चार्ज पनि सकियो, त्यसैले आजको ब्लग चाहिँ यहाँसम्मै टुङ्गाउन चाहन्छु।